हर्क साम्पाङ। त सर यस्ता पाचा गर्ने मेयरहरू त कति आए कति गए, कसैले काम गरेन। तपाईँ यो काम गर्छु त्यो काम गर्छु भनेर शब्दमा लेखेर दिन सक्नुहुन्छ? कहिले हावाको त्यो बेगसँगै र त्यो क्षण जुन धरानका सम्पूर्ण जनताहरूले पर्खिरहेका छन्, त्यो क्षण जुन धरानका सम्पूर्ण जनताहरूले प्रतीक्षा गर्दै बसिरहेका छन्। यस वर्ष 2079 सालको धरानका मेयर बन्न सफल हुनुभएको छ हर्क साम्पाङ। ब्रेकिङ न्युज। धरानका मेयर हर्क साम्पाङज्यूले धरानमा कुखाको पानीलाई ल्याएर धरानलाई पानीको अभाव मुक्त शहर बनाउने अभियानतर्फ अघि बढिसक्नु भएको छ, जसका लागि उहाँले श्रमदानको बाटो तोस्नु भएको छ। आज 98 दिनको मेहनत पश्चात कोकाहाको पानीलाई हामी धरानमा ल्याउन सफल भएका छौँ र यो सफलताको पछाडि हजुरहरूकै श्रमदानको हात छ। त्यसकारण हामी यस्ता कार्यहरू धरानमा निरन्तर गरिरहनेछौँ। जय धरान।